काठमाडौँको मेयर चुनाव एक स्वतन्त्र उम्मेदवारले जित्छ। केही महिनापछि देशभर नयाँ पार्टीहरू संसदमा प्रवेश गर्छन्। यो कुनै सामान्य राजनीतिक घटना होइन, यो एउटा सङ्केत हो। नेपाली मतदाताले पुराना दलहरूलाई चुनौती दिएका छन्। तर किन नेपाली जनताले बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ मुहारहरूलाई चुने? आज हामी खोज्नेछौँ र बुझ्नेछौँ नेपालको राजनीतिमा सुरु भएको नयाँ विद्रोहको कथा। नेपालको राजनीति इतिहासले भरिएको छ। राजतन्त्रबाट गणतन्त्रसम्मको यात्रा, सङ्घीय संरचना, नयाँ संविधान। तर परिवर्तनको बाचा जति ठुलो थियो त्यति ठुलो परिणाम जनताले देखेनन्। देशको राजनीति लामो समयदेखि 3 मुख्य दलहरू वरिपरि घुम्दै आयो। नेपाली कङ्ग्रेस, कम्युनिस्ट पार्टी अफ नेपाल युनिफाइड मार्क्सिस्ट लेनिनिस्ट, कम्युनिस्ट पार्टी अफ नेपाल माओइस्ट सेन्टर। नेप्ली सिभिल वारपछि देश फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल बन्यो। तर समयसँगै जनताको धैर्यता कमजोर हुँदै गयो। सरकार बदलिरह्यो, बाचा दोहोरिरह्यो। तर धेरै युवाहरूको लागि भविष्य अझै अस्पष्ट थियो। 2022 काठमाडौँ मेयरको चुनाव। अचानक एउटा नाम सामाजिक सञ्जालमा फैलिन थाल्यो। ऱ्यापर, इन्जिनियर, स्वतन्त्र उम्मेदवार। उनको नाम थियो बालेन शाह। परम्परागत राजनीतिबाट बाहिर आएको व्यक्ति। उनले बाचा गरे कडा प्रशासन, सफा सहर र पारदर्शी नेतृत्व। You should think about your society, think about your city. So the quality of life is good health, good education, and trying to live inside the community. धेरैले उनलाई सुरुमा गम्भीरतापूर्वक लिएनन्, तर युवाहरूले लिए, सामाजिक सञ्जालले लिए र चुनाव परिणामले देखायो काठमाडौँ परिवर्तन चाहन्थ्यो। बालेनको जित केवल एउटा चुनावी परिणाम थिएन, यो एउटा सङ्केत थियो। नेपालको नयाँ पुस्ताले राजनीतिमा आफ्नो प्रतिनिधित्व खोजिरहेको थियो। उनको अभियान फरक थियो, कम बजेट, कम पोस्टर, तर ठुलो डिजिटल समर्थन। उनको छवि राजनीतिक परिवारबाट होइन, सिस्टम बाहिरबाट आएको व्यक्ति, र यही कारणले धेरै युवाहरूले उनलाई प्रगतिको प्रतीक माने। तर यो परिवर्तन केवल काठमाडौँमा सीमित रहेन। देशभर अर्को राजनीतिक शक्ति उदायो। लोकप्रिय टेलिभिजन प्रस्तुता रवि लामिछानेले स्थापना गरे राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको केही महिनामै यो पार्टीले भाग लियो 2022 नेप्ली जेनरल इलेक्सन र परिणामले धेरैलाई चकित बनायो। आरएसपी संसदमा प्रवेश गर्यो। केवल एउटा पार्टी होइन, एक नयाँ राजनीतिक लहर। किन धेरै नेपाली जनताले आरएसपी रोजे? कारण के थियो? कारण धेरै थिए। पहिलो, पुराना दलहरूप्रतिको गहिरो निराशा। दोस्रो, नयाँ अनुहारहरू जो परिवर्तनको मूल नारा लिएर आएका थिए। तेस्रो, भ्रष्टाचार विरोधी छवि। र चौथो, सामाजिक सञ्जाल मार्फत नयाँ प्रकारको अभियान। तर सबैभन्दा ठुलो कारण सायद यो थियो, जनताले सन्देश दिन चाहन्थे पुराना राजनीतिक संरचनालाई। नयाँ शक्ति बन्नु सजिलो थिएन। बालेनको निर्णय शैलीमाथि आलोचना हुन्छ। आरएसपीले पनि विवादहरू सामना गर्थ्यो। नयाँ पार्टी भएकाले सङ्गठन निर्माण अझै चुनौतीपूर्ण छ। राजनीतिक लोकप्रियता एउटा कुरा हो, स्थायी परिवर्तन अर्को। नेपाल राजनीतिक परिवर्तनको मोडमा उभिएको छ। एक स्वतन्त्र उम्मेदवार, एक नयाँ राष्ट्रिय पार्टी। यी घटनाहरू केवल राजनीतिक समाचार मात्र होइनन्, यी सङ्केत हुन्। नयाँ पुस्ताले राजनीतिमा आफ्नो स्थान खोजिरहेको सङ्केत हो। के यो परिवर्तन स्थायी हुनेछ? कि नेपालको राजनीति फेरि पुरानै चक्रमा फेरिनेछ? कि नेपालको राजनीति फेरि उही पुरानो दलहरूका झुटा बाचा पत्र जसरी नै फेरि दोहोरिरहनेछन्, बेग्लै अनुहार लिएर?